हामी आज भद्रकाली मन्दिर पोखरा 12 भएको भद्रकाली मन्दिर दर्शन गर्न आएका छौँ। म एवं ज्वाइँ साहब यहाँ र अहिले हामी दर्शन गरेर अनि फर्किने क्रममा छौँ। लाइभ बस्नुभयो क्या? लाइभ त म यो दोस्रो स्टप हो। यो दोस्रो स्टप हो। हामी भद्रकाली मन्दिरबाट तल अब ओर्लिँदैछौँ। यो दोस्रो स्टप हो। यो यहाँ ज्वाइँ साहब पनि बसिरहनु भएको छ। आज मेरो यो जन्म महिना पर्यो। जन्मदिन होइन, जन्म महिना पर्यो। मैले त्यहाँ पण्डितजीलाई पनि जन्म महिना हो, त्यहाँ पण्डितजीलाई पनि मैले त्यही भने, जन्मदिन हो भनेर सोध्नुभयो। होइन, मेरो जन्म महिना चाहिँ हो। अनि बार हो कि होइन? शनिबार। शनिबार चाहिँ होइन, बुधबार हो नि त्यो त। अनि तर म यो पोखरा आएको बेला पर्यो नि त। अनि त्यहाँबाट चाहिँ यही सन्दर्भमा अब दर्शन पनि गरेर जाउँ भन्ने चाहिँ सोच भएर आएको हुँ। अब हामी तल उत्रिँदैछौँ। अनि पण्डितजीले यसो चाहिने मन्त्र पढेर आशीर्वाद पनि मलाई मागिदिनु भयो। मैले पनि भद्रकाली मातासँग आशीर्वाद मागेँ। दीर्घायु होस्, समृद्धि होस्, परिवारमा पनि मेरो पनि र मेरा आफन्त जनमा पनि समृद्धि होस्, उनीहरूको पनि दीर्घायु होस्, समृद्धि होस्, सुख शान्ति होस्, यो रोग व्याध चाहिँ नि चाँडो निको होस् भन्ने कामना गरेर आउँदैछु मन्दिरबाट फर्कि। यो तेस्रो स्टप पर्यो। यो तेस्रो स्टप पर्यो। सिँढीबाट ओर्लिँदै गर्दा यस्तो यो तेस्रो स्टप पर्यो। बस्ने ठाउँ छ यहाँ, गलियो भने बस्ने ठाउँ छ, आराम गर्ने ठाउँ छ यहाँ। फेरि एउटा स्टप छ चाहिँ समाप्त हुन्छ। यो माथिबाट आयौँ हामीहरू। अब त्यहाँ तल एक स्टप छ हाम्रो। यो हाम्रो उमेरकालाई चाहिँ अलिकति यो सिँढीमा हिँड्दाखेरि अलिकति सास बढे जस्तो हुने, त्यति मात्रै छ। गर्मी हुने, सास बढे जस्तो। अरू सजिलै छ, यहाँ समाउने ठाउँ छ। राम्रो छ, सिँढी पनि राम्रो छ, समाउने पनि ठाउँ छ। समाएर तल झर्न सकिन्छ सजिलै, राम्रै छ। अब हाम्रो फर्स्ट स्टप चाहिँ नि आउन थालिसक्यो। यो पहिलो स्टप प्रारम्भको स्टप आइरहेको छ। यहाँ हाम्रो दर्शन यात्रा चाहिँ सकिएको छ। ओम नमः शिवाय। जय भद्रकाली माता की जय। गणेशाय नमः। जय शनिदेव
शनिचर आएन म यस्तो छ